हेलो एन्ड वेलकम टु माई च्यानल। आज हामी लाइभ पेन्टिङ गर्नको लागि चाहिँ अब शक्तिखोरतिर जाँदैछौँ। बाई गादेऊ। बजार अनि अहिले हामी यति बेला शक्तिखोरबाट धेरै नै माथि आइपुगेका छौँ र मलाई ठाउँको नाम चाहिँ खासै थाहा छैन, तर हामीलाई यो दृश्य निकै नै राम्रो लाग्यो। निकै नै सुन्दर पहाड छ, त्यसपछि निलो आकाश अनि थोरै थोरै बादलले त्यो डाँडालाई ढाकेको निकै नै सुन्दर दृश्य हामीले देखेका छौँ। मौसम शीतल एकदमै चिसो अनुभूति भएको छ र धेरै खुसी लागेको छ। यतिखेर शेरबास आइसकेका छौँ र यो रमाइलो गाउँ रहेको छ। यो आजको हाम्रो यहाँ आउने निर्णय निकै नै पहिरोलाई केही भन्न चाहनुहुन्छ? पहिरो चाहिँ अस्ति जस्तो यो दसैँको केही दिन अगाडि चाहिँ त्यसैभरिको मुङ्गिन मार्ग बाटोमा पहिरो गएर यसलाई चाहिँ वैकल्पिक मार्ग पनि हुनसक्छ भन्ने जस्तो केही साधनहरू त्यताबाट पुगेको भन्ने सुनेको थिएँ। हजुर। अनि त्यति बेला पनि पहिरो आखारे भने चाहिँ सायद यही पहिरो होला। हामी चाहिँ अब उपरदाङगढी 1 किलोमिटर तपाईँ यता पनि माथि एकजना बनाउँछ। अफरोड रहेछ भने यस्तो पनि भयो क्या, अहिले बिजेपी चाहियो अनि अलिकति अफरोड नै चाहियो नि पाहाडमा आएपछि। खत्रै अफरोड है। डर लाग्यो भन्नाले खासै त्यति देखाएन बाइकहरू गाडीहरू। अनि चलाउने बानी पनि छैन पाहाडमा नै होला। अलिअलि अप्ठ्यारो रहेछ।
बदाङगढी चितवनको पुरानो सडक पनि यो चाहिँ उता चुम्लिङतिर जाने बाटो। यस्तो फोहोरहरू राख्नको लागि चाहिँ डोकोहरूको व्यवस्था गरिएको रहेछ, जताभावी फोहोर नगरौँ। राम्रो लाग्छ। तल ढुङ्गे धारा रहेछ। हामीले त्यो ढुङ्गे धाराको चाहिँ चिसो मिठो पानी खाएपछि हाम्रो अहिलेसम्मको थकान पनि हामीले केही हटेको अनुभव गऱ्यौँ र ठ्याक्कै अब हामी चाहिँ भित्र चाहिँ अब यसलाई ढोका भन्ने कि के भन्ने, हामी यहाँबाट भित्र जाँदैछौँ। बदाङगढीको चाहिँ भित्रपछि अब यो मूल ढोका हो।